साउदी अरबमा चाहिँ अपरेटरको काम यस्तै नै हुन्छ के पाइप लाइनमा अनि केबल लाइनमा रोड लाइनमा सबै गर्ने नै यस्तै हो के सबै यो चाहिँ पाइप लाइनको हैन यहाँनिर चाहिँ डाउन त धेरै छैन 260 सेन्टी छ अनि ढुङ्गा फेरि लास्टै साडो छ कि हान्दा पुरै सबै पाइपै लिकेज भइदिने क्या ब्रेकरको पनि अहिले पनि लिकेज भइरह अनि अब मिस्त्री चाहिँ आउँदैछ हो गाडीदेखि फोन गरेको अघि न फोन गरेर बोलाएको अब आउँदैछ अब त्यसो चाहिँ आइसकेपछि चाहिँ फेरि यसले ठिक गरेर चाहिँ बनाउनु पर्छ होइन मेसिन पनि नयाँ हो होइन सबै भर्खर समथिङ तपाईँको चले त्यस्तै 700-800 घन्टा चल्यो अहिलेसम्म अनि उसले चाहिँ लोडिङ गरिरहेको छ धमाधम अनि फेरि उसले लोडिङ गरिसक्यो भने चाहिँ अब त्यहाँनिरदेखि फेरि सर्वे आएर चेक गरेपछि फेरि हान्नुपर्छ त्यहाँनिर पनि